हामी रोङ गाउँपालिका निरन्तर यात्रामा छौँ, घुमिरहेका छौँ। कहिले शान्तिपुर त कहिले किरात पार्क, कहिले बदमटारको धप्पड पोखरी त कहिले हर्कटे, कहिले शहीद पार्क। यस्ता विभिन्न ठाउँहरूमा घुम्दै घुम्दै आज हामी इलामको रोङ गाउँपालिका वडा नम्बर 2 बर्फल्याङ नजिकै रहेको रमिते डाँडा अथवा देब्रे डाँडा। देब्रे डाँडा यस्तो एउटा गन्तव्य हो, यो चाहिँ हामीले थाहा नपाएको, धेरै जसोले थाहा नपाएको, तर यहाँ आइसके पछाडि मनै लोभ्याउने एउटा ठाउँ हो। यहाँ आएर गइसकेपछि पर्यटकहरू फेरि फर्केर आउनुहुन्छ, यस्तो ठाउँ हो। थोरै सडकले दूरदराज गाउँ भएको हुनाले र आउनलाई कठिनाइ भएको हुनाले, अब राजमार्गहरूले नछोएको हुनाले यहाँनिर पर्यटकहरूले त्यति साह्रो थाहा नपाउनु भएको हुनसक्छ। तर एकचोटि घुम्नै पर्ने ठाउँ। अहिले झापाका विभिन्न स्थानहरूबाट वनभोजको कार्यक्रम पनि हामीले यो भिडियो सुटिङ गरिरहँदाखेरि यो वनभोजको कार्यक्रमहरू पनि चलिरहेको छ। सायद बस पार्क अर्जुनधारा 11 बस पार्क होलिका स्कुलबाट आउनु भएको छ। यस्तै गरी अन्य रातको समयमा, दिनको समयमा विभिन्न पर्यटकहरू आउनुहुन्छ र यहाँबाट हेर्नुहुन्छ पहाडका डाँडा काँडाहरू, अनि हेर्नुहुन्छ तराईका फाँटहरू, अनि यहाँको एउटा प्राकृतिक आनन्द छ। यहाँनिर तपाईँले एउटा थेरापी पनि लिन सक्नुहुन्छ। यहाँबाट प्राकृतिक थेरापी भन्दा अन्य थेरापी कुनै पनि माथि हुनै सक्दैन। आउनुहोस् तपाईँ पनि, हामी तपाईँलाई गाइड गर्नेछौँ यो लोकेसन आउनको लागि। सुजनजी तपाईँलाई स्वागत छ। नमस्कार, धन्यवाद। हामी यस बर्फल्याङको रमिते डाँडा भन्छन् अहिले पछिल्लो समय। हामीले पहिला जान्दादेखि चाहिँ देब्रे डाँडा भनेर परिचित यस क्षेत्रमा अहिले प्राकृतिक सौन्दर्यता आफ्नो ठाउँमा छ। यसलाई चाहिँ स्थानीय निकाय जस्तो सामुदायिक वनमा आबद्ध हुनुहुन्छ, हजुर सामुदायिक वनको सचिव हुनुहुन्छ। तपाईँहरूले यस क्षेत्रलाई कसरी हेर्नु भएको छ र कसरी अगाडि बढाउँदै लानु भएको छ? यो क्षेत्रमा चाहिँ विगत केही वर्षदेखि हाम्रो स्थानीय रोङ गाउँपालिकाको सहयोगमा यहाँ भौतिक संरचनाहरू, गोलघर, केही विश्राम स्थल बनिएका छन्, शौचालय पनि बनिएको छ, खानेपानी र बिजुलीको व्यवस्था पनि पहिले केही समयमा गरेको हो, केही वर्ष अगाडि। तर बिचमा त्यो चाहिँ त्यसको प्रयोग नभएको कारणले गर्दा तारहरू लगायत खानेपानीका पाइपहरू चाहिँ एकदम त्यहाँबाट चाहिँ हराउने, संरक्षण नभएको कारणले गर्दा त्यतिकै हराउने, सडिने जस्ता कार्यहरू भए। र अहिले बर्फल्याङ सामुदायिक वनले चाहिँ यो आर्थिक वर्षमा हामीले चाहिँ यो देब्रे डाँडा पर्यटन कार्ययोजना पनि पास गरिसकेका छौँ र अब यसलाई चाहिँ निरन्तर हामी पर्यटकहरूको आगमन बढाउने र यसलाई चाहिँ हामीले तत्कालै अहिले भर्खरै मात्रामा खानेपानी, बिजुलीको व्यवस्था गरिसकेका छौँ। र अहिले देख्दै हुनुहुन्छ तपाईँ नजिकै झापासँग जोडिएको हाम्रो क्षेत्र, यहाँ चाहिँ पिकनिक खान आउने टोलीहरू पनि बढिरहनु भएको छ र दिनानुदिन पिकनिक खान आउनेको सङ्ख्या पनि बढिरहेको देख्न सकिन्छ। यहाँ जानका लागि हामीले लगभग यस क्षेत्र प्रवेशद्वारसम्म त बाटो राम्रो छ, हामी साना गाडीहरू पनि लिएर जान सक्छौँ। तर थोरै 200 मिटर जति बाटो चाहिँ बनाइएको देखियो। तर यसमा चाहिँ अलिकति प्राकृतिक विपत्ति जस्तो बाढी पहिरोले पनि बिगारिरहेको अवस्थामा पहिला चाहिँ यहाँ त्यहाँ अटोसम्म पनि गएको जस्तो देखियो। यसलाई चाहिँ के हेर्नु भएको छ? यसलाई दिगो बाटोको लागि चाहिँ के हेर्नु भएको छ? त्यसमा त्यहाँ अलिकति जाने ठाउँमा थोरै समस्या भएको कारणले गर्दा अस्ति हामीले मेसिन लाएर त्यसलाई बाटोलाई माथि नैसम्म पुर्याउने, साना गाडीहरू चाहिँ माथि नै त्यो पिकनिक स्पट अथवा हाम्रो देब्रे डाँडासम्म पुग्ने को लागि बनाउने तयारी गरेका थियौँ। त्यहाँ अलिकति थोरै पहिरोको समस्याले गर्दाखेरि त्यो मेसिन उक्लिन नसकेको कारणले अहिले तत्काललाई त्यहाँ हामीले रोकेका छौँ। र अब केही दिनमा हामी स्थानीय जनश्रम अथवा चाहिँ मान्छेकै प्रयोग गरेर भए पनि त्यो बाटोलाई सहज रूपमा साना गाडीहरू अटोसम्म पुग्ने व्यवस्था गर्नेछौँ। र त्यहाँ चाहिँ अब बिजुली, खानेपानीको पनि तत्काल हामी त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र यातायातलाई पनि माथि साना गाडीहरूसम्म पुग्ने पहुँच पुर्याउने हामी योजना छ। सुरक्षाको दृष्टिकोणले घेराबारा पनि गरेको देखियो, यहाँनिर सुरक्षित पनि देखियो। तर तपाईँको बिजुली बत्ती, पानी आइसके पछाडि एउटा सुविधा भयो। अब बाटोको पनि हजुरहरूले योजना बनाउनु भएको छ। यस डाँडालाई चाहिँ प्राकृतिक सौन्दर्यता आफ्नो ठाउँमा छ। यसलाई थप सौन्दर्यता बनाउनलाई मैले स्थानीयहरूसँग पनि बुझ्दा र त्यहाँ आउने पर्यटकहरूसँग सोद्धा पनि उहाँहरूले यहाँनिर अलिकति गार्डन, फुलबारी र बिचमा टाइल, मार्बल ओछ्याएर अलिकति थोरै
यसको सौन्दर्यता बढाउन सकिन्छ कि भन्ने मेरो आफ्नो पनि विचार र यहाँ पर्यटकहरूको पनि विचार मिल्दोजुल्दो लागौँ। यसमा योजना के छ होला? अब हामी तत्काल यसपालि हामीले वार्षिक कार्यक्रममै पनि राखेका छौँ। यसलाई चाहिँ सिँगारपेटारका कार्यक्रमहरू होइन, तत्काल हाम्रो अब केही दिनमै यो सिँगारपेटारका रङरोपण गर्ने कार्यहरू सुरु गर्दैछौँ। तपाईँले देखि पनि हाल्नुभयो भर्खरै त्यहाँ चाहिँ अलिकति त्यसमा भएका झाडीहरू फाँडफुँड लगायतका कुराहरू सरसफाइका कुराहरू पनि थोरै त्यहाँ हामीले ध्यानमा दिएका छौँ। साथै त्यो बिचमा चाहिँ अलिकति थोरै चाहिँ विश्राम स्थलहरू जस्तो बनाउने अनि त्यहाँ फुलहरू रोप्ने कार्यक्रमहरू पनि हामी गरिरहेका छौँ। र त्यो तल्लो भागमा अलिकति थोरै चाहिँ अलिकति असुरक्षित मान्छेहरू डाइरेक्ट जाँदाखेरि हुने जस्तो देखिएको छ, त्यसलाई पनि हामी व्यवस्थापन गर्ने, त्यता पनि सुरक्षित मान्छे चाहिँ त्यतापट्टि जान नसक्ने खालको हामी बनाउँदैछौँ चाँडै नै। हुन्छ, ठिकै छ। तपाईँहरूको योजना अन्तर्गत अब जाने हो भनेदेखि हामीले चाँडै नै यस क्षेत्रलाई अत्यन्त सुन्दर र पर्यटकहरूको चाहिँ आवागमन भइरहेको देख्न सकिन्छ, देख्न सक्छौँ भन्ने आशा राख्दछौँ। र अन्त्यमा म तपाईँलाई के सोध्न चाहन्छु भने यहाँको बारेमा थाहा नभएको पर्यटकहरूलाई, हामी त झापासँग नजिकै भएको यस क्षेत्रमा छौँ अहिले, कतिपय झापाका मानिसहरू एउटा घुम्ने गन्तव्य नपाएर भौतारिरहेको परिप्रेक्ष्यमा हजुरले पर्यटकहरूलाई के भन्न चाहनुहुन्छ? अब सम्पूर्ण यो चाहिँ हेर्नुहुने आदरणीय दर्शकहरूलाई म के भन्न चाहन्छु भने हाम्रो चाहिँ यो रोङ गाउँपालिकाको तल्लो बेग झापासँग सिमाना जोडिएको रोङ 2 बर्फलेङ स्थित देब्रे डाँडा घुम्न आउन सक्नुहुनेछ। तपाईँहरू पनि काहीँ अहिले चाहिँ नि एकदम पिकनिक खाने सोचमा नयाँ गन्तव्यको खोजीमा हुनुहुन्छ भने हामीसँग झापाको वीरतालबाट नजिकै रहेको यस देब्रे डाँडामा आएर चाहिँ पिकनिक खाएर मनोरञ्जन लिन सक्नुहुनेछ भन्न चाहन्छु। हुन्छ, तपाईँले समय दिनुभयो, तपाईँलाई पनि धन्यवाद। धन्यवाद।